हेलो गाइज मर्निङ। अनि सबैलाई दसैँको शुभकामना। आज दसैँको दिन म चाहिँ गेटअप सेट बानेर पुरा रेडी भइसकेँ। अब लाउँछु म चाहिँ चस्मा। है त गाइज, चस्मा लगाएर यस्तो देखिएँ म चाहिँ। लुक्स यस्तो छ। अब चाहिँ म चाहिँ रेडी भइसकेँ। मेरो परिवारको मान्छे दिदीबहिनीहरू बाबुआमाहरू भाइहरू के छ त भान्जा बहिनीहरू कन्डिसन उनीहरू हाल खबर खै त तयारी छैन। दसैँ भइसक्यो। दसैँ लगाइसक्यो एउटा दसैँ तेरो रङ लाउँछ त कहाँबाट दसैँ लगाइसक्यो। दसैँ लाग्यो त दिदी। अब दसैँ त 9 दिन अगाडिदेखि लागिसक्यो। छैला बनाउँछु अहिले खाला। छैला म छैला बनाउँदैछु। सोयाबिन मसुराको छैला। आलुको अचार बनाउँछु। हजुर। मासु पकाउँछु खसीको। अरू अनि गेडागुडी त्यो राजमाको दाल। हजुर। अनि भात पकाउँछु। के गर्दै हुनुहुन्छ त? अचार बनाउँछु। सेलरोटी दिदीले आलु छिल्दै हुनुहुन्छ। सेलरोटी पनि पकाइसक्यो। बिहान उठेर अब अचार बनाउँछु। सेलरोटीका धुम छ। ल सेलरोटी अचार सबै पकाउनु भएछ दिदीहरूले। यहाँ चाहिँ यसरी आलु पार बन्दैछ। सेलरोटी नि हालेर यहाँ चढाइछ सेलरोटी। खै सेलरोटी? ओहो सेलरोटी त 2 धुम रहेछ। 2 धुम। एउटा चाहिँ खानु पर्यो मलाई। यो हो नि त सेलरोटी। बन्द पठाइदेऊ। बन्दुले बन्द पड्काइसक्यो। मौसम पनि एकदम पानी पर्ने टाइपको छ। पानी भयो यस्तो मौसम कालो निलो भइसक्यो। मौसम चाहिँ एकदम हावा चलिरहेको छ। मलाई त चिसो लागेर बिहान पङ्खा लगाएर सुतेको थिएँ। जाडो फिल भयो। एकदम मिठो रहेछ त। सबै गरेर पाक्यो होला। सबैजना खुसी आएको दिनमा रहनु होला। एकदमै दसैँवाला भाइब चाहिँ पुरा छ क्या फेरि। के छ गोली? ल अहिले म हालिदिन्छु। दसैँमा सधैँ गर्मी हुन्थ्यो। अहिले शीतल पनि हुने भयो। शीतल हुनु त्यो गेटअपमा पुरा सजिसक्यो। पानी परिसक्यो होइन? पानी परिसक्यो। किन भिज्दै हुनुहुन्छ भन? पानी पनि पर्यो यार। फाइनल्ली पानी पनि पर्यो। हिले दसैँ भयो यसपालि त। खत्रै पानी पर्यो साथीहरू। यस्तो झर्ना पर्ने गरी पानी पर्यो। आउँदै ठुलो त्यो पानी चाहिँ के गर्नु। बर्खामा पानी पर्दैन। अब दसैँमा, दीपावलीमा, पुष 15मा, माघे सङ्क्रान्तिमा पानी पर्न थाल्यो। जमानै उल्टो भइसक्यो। उल्टो गइसक्यो जमाना। दिदी गाह्रो छ नि बर्खामा पानी नपर्ने। मासु कटिङ हुँदैछ। मासु कटिङ 3 किलो मासु एकैचोटि लियाम खानु परेन होइन? के गर्छ है बच्चा बच्चीहरू तिमीहरू? लागेका छन् 3 जना लागेका छन् गेमिङमा। यो गेमिङ गुरु भएको छ। जी बन्दुक मै हान्छु भनेर बसेका छन्। अहिले त हो बडा दसैँ। बडा दसैँ त हिले हो त हिले। हजुर भइसक्यो। चाप्नु भयो। ल टिका पनि रेडी। टिका बनाउन रेडी भइसक्यो। सायद पनि 11:53 पश्चात लगाउन मिल्ने भनेर चाहिँ हाम्रो आधिकारिक रुटिन अफ नेपाल बन्दले भन्या देखेर हमाराको हालत पनि यस्तो छ है। यो मुसाले राम्रोसँग चोर्यो यार। अन्त यति भइहाल्छ। इनफ काफी नै हुन्छ। यस्तो छ। अब त दसैँको सायद पनि भयो। 10:11 गइसकेको छ टाइम। अनि 11:53 चाहिँ दसैँको हाम्रो टिका छ। क्लास पनि भइसक्यो। टिका पनि रात टिका निधारमा टलकटल। भान्सामा के पाक्दैछ त नि भन्दाखेरि गज 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 हे यो हो 3 किलो मासु। यसरी पाक्दैछ
ल्याम हान्नुपर्छ अहिले आगोमा हो प्योर यसरी पाक्छ है त भट्टीमा दसैँ आज पानी परेर बल्ल बल्ल आकाश खुल्या छ यसरी लुगा सुकाउन राखेको छ दिदीहरूले चाहिँ धोएर एकदम मौसम सुहाना दामी एकदम गोल्डन भइसक्यो धान त पुरा पाकिसक्यो अब के गर्ने अब पानी पर्दैछ योपालि खेतमै कुहियो लाग्छ धान पनि पारी खेत हुन त कहिले पनि स्टार्ट गरेको छैन काट्न पारे खेतमा पनि एकदमै यस्तो छ लाइफमा पहिलोचोटि यस्तो रहेको कुरा सुरुवाल होइन सस्तो मस्तो अब चाहिँ हाम्रो जमरा काट्ने टाइम पनि भइसक्यो 11 पनि भइसक्यो अब बिस्तारै जमरा काट्ने अनि यसरी है त जमरा कसले काट्नुभयो काटिसक्नु होला तपाईँहरू नि सायद होइन साथीहरू हो राम्रो हुन्छ होला हाम्रो छोरी बहिनीहरू वर्षमा एक फेर आउँछन् तर एकदम घरमा म त 5 वर्षमा आए यसरी आउँछन् माइतीको साथ सपोर्ट सधैँ हुन्छ हैन माइती त माइती हो नि सबै जनालाई 7-8 जनालाई पुग्छ अहिले मुसाले खाएर चाहिँ हेर्न जमरा कति मुसाले खाएर रहेछ अब केयर गर्नुपर्ने चिज हो हैन ल जमरा रेडी टिका रेडी अब साइडको पर्खाइ 11-53 को पर्खाइमा निधारमा टास्ने यसै टक्क पारेर ल रेडी भइसक्यो कलर्सहरु राख्नु पर्छ के अलिकति माथि त्यहाँ मात्र राख्नु पर्यो नि त यसमा नै राख्ने हो के यस्तो भन्दा नि यसै राख्नु न यस्तो बनाएर यस्तै जस्तो ल रेडी छ जमरा पनि लाउने निधार चाहिँ यस्तो 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 यो निधारमा लाग्दैन गरे यो निधारमा लाग्दैन होला मुख पुसिरहेछन् अनि लाउने निधार त्यो हो यो हो मैले कपालै गरेँ नि हे ज्याङ्टी नै छु अझै खै मलाई पनि यसो मेकअप गरौँ त आजको दिनमा लाइदैन त आइज दारी खोले चिल्ला बनाएको हैन त्यसपछि मेकअप हुन्छ आज नि मेरो यार हिराउनु पर्यो न भगर भइसकेपछि यार यो मोइस्चराइजर त कस्तो राम्रो मोइस्चराइजर हो यो धानको मोइस्चराइजर हो के धानको मोइस्चराइजर है त साथीहरु धानको मोइस्चराइजर कोले नाम सुन्या थियो चामलको नाम यसको नाम के हो भनेपछि मार राइस ओइल फ्री राम्रो हुन्छ है फेस मोइस्चराइजर धानको मोइस्चराइजर है त साथीहरु ओइल फ्री राइस तेरा यताबाट दारी आउँदैन यो उनीले साड दिए सबै अझ त्यस्तो ल्याएर दारी आउँदैन बोका दारी आउँछन् मामार्कै उछ अनि अस्ताबेरीको टल्गाइदिहाले सनब्लक हैन अरु लाउनु क्रीम मात्रै सनब्लक लगाएन अलिकति यो अनि सनब्लक त केटा मान्छेले पनि लाउनु पर्छ के सनब्लक पनि लाउनु पर्छ र है त हिरो बन्ने तरिका है त बिफोर आफ्टर यो सनब्लक ला चाहिँ अरु केही लाउनु पर्दैन के बिफोर आफ्टर त फरक भइन्छ कानतिर पनि लगाउँदैन कान काला मुखमा यसका पनि दुम्सीका जस्तै बाल छन् कि ठाडा ठाडा सेम हाम्रो त्यसका पनि त्यस्तै हुन्छ मेरा पनि सिरिखेन कपाल त धानको मोइस्चराइजर अस्ताबेरीको सनब्लक क्रीम लगाएपछि एक किसिमको अनुहार चमक आइसक्यो होला किन आउनु चमक मेकअप आर्टिस्ट ब्युटिशियन है त मेकअप आर्टिस्ट यहाँ ओली मेकअप आर्टिस्ट नै हो म त्यही हो सर्टिफिकेट छ सर्टिफिकेट छ मान्छेले नपत्ताहरू हुन्छ सर्टिफिकेट पत्ताउँछ नि हैन अब रोक त उसपछि अलिकति अनुहार चेन्ज भयो होला नि हैन अलिकति किन नहुने कस्तो राम्रो अब त बाटामा निस्किनु छैन अब त बाटामा निस्किनु छैन यति गरेर त हामी पनि यार तेरिका दिदीले पनि लाउनु के गर्दिरहनु शरीर लाउनु न के लगाएर भिडियो नअघि हाल्ने हो र यो आजकल धेरै दुब्राइसकेको रहेछ होइन अनुहार कति सानो भएको के गर्ने अब यस्तै छ जिन्दगी औषधि खाँदैछु केही समयपछि मोटाउँछु होला
ल रेडी पीडाले मान्छेलाई चिन्ताले मान्छेलाई दुब्राउने हो असली चिन्ता के हो जिन्दगीमा असली दुःख के हो भोगे अब मोटो छ होला सबै चिजहरू यसरी चल्दैछ यसरी कपाल कोरेर है ओहो अहिले त म त हिरो हङ भइसकेँ त हिरो हङ कसले चिन्छ भने मलाई हात तेरेको यस्तो हिरो बबाल हिरो हो नि त वाउ अनुहारको चमकै बेग्लै भयो नि त ल मेकअप पनि हो दिदीको पनि चम्किया छ तर अलिअलि क्रिम देखिया छ है बाहिर मेरो चाहिँ दामी भएको मेरो त्यो उ भएन कि सेट हुनुपर्छ नि त सेट हुन्छ मेरो त मैले अलिक धेरै लगाएको थिएँ नि त मेरो चाहिँ सेट अलरेडी सेट हो अनि कपाल सपाल कोर्नु जस्तो भन्छ तेरो ठिक्कै लगाइदियो नि त ठिक्कै उसमा मेकअप पनि भयो रेडी म त बसि पनि सकेँ मजासँग अब चाहिँ रेडी हुँदैछ आमाले रेडी गर्दै हुन्छ ल घरमा पनि आमाले टिका हाम्रो चलन है त यो ओ के गद्दा लाछस् यो न्यू स्टार स्कुलमा के गद्दा लाछस् भन्ने म्याडमले चाहिँ यो भाषा बिगारिदिएर बच्चाहरूको है बच्चाहरू अब के गद्दा लाछौ भन्ने भाषा त्यस्तो त सिक्नु भाषा नराम्रो होइन भाषाले नराम्रो भन्न खोजे होइन तर जुन भाषा हो त्यो चाहिँ हाम्रो भाषा चाहिँ गयो क्या त्यो बच्चाले त्यो भाषा सिक्ने होइन अब राम्रो भाषा सिकाउने हो अब म्याडम हो कि मिस अब हुनुहुन्छ अरे उहाँले चाहिँ त्यस्तो भाषा बोल्नुहुन्छ अरे भन्ने आयो सुन्नमा आयो बच्चाहरूले चाहिँ यस्तो बोलेको चाहिँ राम्रो हुँदैन है त नराम्रो भन्ने खोजेको होइन भाषाले नराम्रो भन्न खोजे होइन डोटेली भाषा हाम्रो सुदूरपश्चिमको टप भाषा हो तर भाषा चाहिँ अलिकति सभ्य टाइपको हुनु पऱ्यो है त त्यो तँ भनेर नबोल्ने बच्चाहरूलाई तँ भनेर बोल्न सिकाउने नि स्कुलमा तपाईँ हजुर आदर सम्मानको भाषा सिकाउने किनभने बच्चा भनेको सबभन्दा सानो हुन्छ नि त बच्चालाई चाहिँ तँ भनेर बोल्न सिकाउने तिमी भनेर होइन तपाईँ पनि होइन त्यो पनि उच्च आदरको भाषा हजुर भनेर बोल्न सिकाउनु पऱ्यो कि तँ भनेर बोल्ने बच्चाले के गद्दा लाछस् भने ठ्याक्कै डोटेली गाउँ समाजको टाइपको यो चाहिँ अलिक राम्रो भएन भाषालाई नराम्रो भन्नु खोजेको होइन तर यस्तो चाहिँ बच्चालाई सिकाउनु हुन्न उच्च आदरको भाषा चाहिँ बच्चालाई सिकाउने गर्नुहोस् है त तपाईँ पनि एउटा शिक्षित मान्छे हो टिचर हो आफ्नो टिचरको मर्यादा आफ्नो दायित्व चाहिँ पुरा गर्नु होला हस् त यति भन्न चाहे टिचरलाई न्यू स्टार बोर्डिङ स्कुलको टिचरलाई ओ के हो दामी दामी सिल्के छ नि दिदीको कुन सेम्पू युज गर्नुहुन्छ क्लियर मात्रै हो हामी त किन्ने पला हो के गर्ने सधैँ क्लियर सेम्पू जे पाए त्यही सेम्पू हाम्रो त कहिले किन्ने पला कहिले मेरो कपाल त झन् सिल्किन्छ नि त पहिले झन् कहाँ यस्तो कहाँ थियो सेम्पूहरू चेन्ज हुन्छ पानी चेन्ज हुन्छ काठमाडौँको पानी के चेन्ज हुन्छ र काठमाडौँको पानी कहाँ पनि हानिदिन्छ म त कट्टा फाइनली ढाका टोपी मेकअप सुरु दसैँ त छैन गरे त्यही पनि मेकअप सुरु के हो यो पर्फ्युम हो बास्न कस्तो देखियो ढाका टोपी अब टिका हेर्ने लाउनु पऱ्यो यता यता जमरा है त माथि पनि जमरा राख्नु पऱ्यो हल्ला नगर हेर पर्फ्युम छिट्नलाई यो बच्चाले हल्ला मामा मान्छेको हेर मामा मान्छेको माया सनब्लक हुन्छ आफ्नै हो के लाज माने कसले खान दिन्छ र जिन्दगीमा लाज माने कसले खान दिन्छ र होइन आफै पछाडि परिदो रहेछ कसम भने म पनि फेरि लाज माने डर माने कसैले खान दिन्न सबै भयो एउटा चिजको चाहिँ कमी फिल भयो त्यो चस्मा तिमीलाई नि सुहाउँछ बरिलाई जमरा र ढाका टोपीमा ढाका टोपी लगाएर ढलक्क ढल्केर हाम्रो फुलको गार्डन अबको 22 दिनपछि त यो पनि लाउनु पर्छ नि त दिदीले लगाइदिन्छ होइन है कुतिया कसको रहेछ हौ कुतिया है कुतिया र किन सुतिस् त यहाँ दसैँको मासु पाइनस् ल तेरो पनि अहिले पालाउँछ है तेरो त कुकुर तिहारसँग चाहिँ डल्लै बाँकी छ तेरो कुकुर तिहार तल गर्मी पनि फिल नहुने लुगा लगाएको पसिना पनि आएको छैन पहिलेको पोहोर परारको दसैँतिर होइन लुगा लाउँदा नि खलखली पसिनाले भिजाउँथ्यो योपालि चाहिँ छैन पानी परेर एकदम राहत ठिक्कै पानी परेको छ आनन्द छ साथीहरू टाइम पनि भइसकेको थियो 11:53 र हाम्रो टिकाको साइड पनि सुरु भयो यसरी ठुलो दिदीको चाहिँ टिका थिएन सानो दिदीबाट सुरु भयो त्यसपछि मलाई पनि टिका लाउनु भयो आमाले दिदीलाई ल्याइदिनु पहिला सानो दिदीलाई त्यसपछि
गएर भाइलाई पहिला चाहिँ खासमा बुवाले लगाइदिनु भयो। अब भिडियो एडिट गर्दाखेरि चाहिँ उल्टो सुल्टो भएको छ, फेरि एडिट गर्न अलिकति च्याउ लाग्यो। अनि यसरी चाहिँ हामीहरू टिका सम्पन्न गऱ्यौँ, सबैजना मिलेर सबै खुसी भयौँ। यहाँनिर चाहिँ बुवाले पहिले सानो दिदीबाट सुरु गर्नुभएको थियो, फेरि एडिट गर्दा चाहिँ उल्टो सुल्टो परेको, त्यसपछि मलाई लगाइदिनु भएको थियो बुवाले। अनि त्यसपछि चाहिँ कान्छो भाइले लगाइदिनु भएको थियो, म पछि चाहिँ म चाहिँ यसरी टिका लाउँदा पनि बुवाले आमाले दुइटै लाउँदाखेरि ब्लग बनाउँदै थिएँ। यो चाहिँ लास्टमा कान्छो भाइले लगाइदिनु भएको थियो। हामी चाहिँ 4 भाइ बिना 2टा दिदी, हामी 2टा पछि चाहिँ भाइ हो। त्यसरी चाहिँ हामीले सम्पन्न गरेका थियौँ है त। अब दसैँ पनि सक्यो, टिका लगाएर सक्यो, मतलब दसैँ त बाँकी छ अझै। यो मसुराको छोइला रे, अचार छ, मासु छ, बिरालोको दाल छ, भात छ। अब खाइन्छ, दसैँ चाहिँ बिदाई गरिन्छ है त। ल सबैले सुखी भएर होइन, खुसी भएर दसैँ मनाउनु होला, जसको छ त्यसै मनाउनु होला, नहुनेले पनि मनबाट मनाउने। खानापिना मिल्यो, टिका लगाउन मिलेन। सबै स्वस्थ व्यस्त रहनु होला, आफ्नो ख्याल गर्नु होला है। धन्यवाद, बाई बाई।